नमस्कार सबैजनालाई। आज म चाहिँ तपाईहरुलाई बुटोल 12 नयाँ रहेको कन्या जनरल स्टोर्सको बारेमा भन्छु है त। यो चाहिँ मेरो माइती घर हो। अनि यो कन्या जनरल स्टोर्स चाहिँ किन राखिएको त भन्दाखेरि धेरैजना छोरीहरू भएको भएर बुवाले नाम चाहिँ कन्या जनरल स्टोर्स राख्नु भएको हो। अनि यहाँ चाहिँ दैनिक चाहिने सामानहरू, ग्रोसरिजहरू जस्तै हैन, एभ्रीडे चाहिने सामानहरू जस्तै अब हाउस होल्डको भनौँ न देखि लिएर हैन, खाद्यान्न हरेक चिजहरू पाइन्छ कि यहाँ हैन। अब देख्न सक्नुहुन्छ र्याकहरूमा हजुरले पाइने सामानहरू र जस्तै अर्ग्यानिक चिजहरू पनि पाइन्छ। खुल्ला चिजहरू जस्तै दालहरू, चना, कालो दाल हैन, मटर अनि मसुरको दालहरू, त्यस्तै गरी पहाडी सामानहरू पाइन्छ। यो चाहिँ सिमी, त्यसपछि मकैको च्याख्ला हैन, अनि भटमास भयो, मासको दाल हैन, अनि त्यसपछि लोकल राजमा हो यो चाहिँ। अनि यो चाहिँ फापरको पिठो। यहाँ नपाउने सामान चाहिँ केही छैन कि हरेक सामानहरू एउटै छानामुनि पाउन सकिन्छ। यो पनि अर्ग्यानिक चुकहरू नै हो हैन। त्यसपछि अब यो सुपहरू भइहाल्यो, तेल, मञ्जनहरू, मसरुमहरू। यहाँ चाहिँ होलसेल तथा फुटकरमा सम्पूर्ण सामानहरू पाइन्छ। यो चाहिँ चामलहरूको डिफ्रेन्ट भराइटिजहरू पनि छ। त्यसै गरेर लोकल चामलहरू पनि पाइन्छ, देख्न सक्नुहुन्छ हजुरहरूले। त्यसपछि होलसेलमा बेच्नको लागि जस्तै चाउचाउहरू, बिस्किटहरू हैन, सम्पूर्ण सामान पाइन्छ। साथै ग्यास पनि उपलब्ध छ र हरियो तरकारीहरू, एकदमै फ्रेस तरकारीहरू पनि पाउन सकिन्छ। सामानहरू चाहिएमा बुटोल 12 नयाँ गाउँ कन्या जनरल स्टोर्समा सम्पर्क गर्नुहोला। धन्यवाद।